हेलो गाइस, आज चाहिँ म बिहानै बिहानै भन्नाले 8 बजेतिर उठेर यसो बाहिर हेर्दै थिएँ। हेर्नु न कति जोरको घाम लागिरहेको, यसो ढोकामा आउँदा त बाबा घामले पुरा आँखै हेर्न नसक्ने थियो कि। दसैँको बेला घर गएको, दसैँमा जानै पर्यो। अनि म यसो बाहिर घुम्दै थिएँ, मेरो डग पनि घाम तापिरहेको रहेछ। सो मेरो डगलाई जिस्काउँदै म चाहिँ बाहिरको वातावरणहरू हेर्न थालेँ। हेर्नुहोस् त यहाँ, वाह इट्स अ ब्युटिफुल। घाम लागिरहेको थियो, एकदम राम्रो नजारा देखिरहेको थियो हाम्रो घरबाट। अनि त्यसपछि म रेडी हुन थालेँ, ब्रस गर्न थालेँ। आज चाहिँ हामीलाई दिदीको घरमा खानाको लागि इन्भाइट थियो। सो एकदम छिटो म चाहिँ रेडी हुँदै चाहिँ हजुरहरू हेर्न सक्नुहुन्छ। अनि त्यसपछि म मेकअप गर्नको लागि रेडी भएँ, तर मेरो फेस यति धेरै ड्राई भइरहेको थियो कि माई गड इट्स नि। अनि मेकअपको सामान रेडी भइसकेँ, हजुरहरूले देख्न सक्नुहुन्छ। द्याट्स माई सिम्पल मेकअप, आफैले गरेको मेकअप। एन्ड देन म दिदीको घरको लागि म र मेरो बहिनी हिँडिसकेको छौँ, रेडी भइसकेर। अनि मेरो बहिनी चाहिँ तिमीभन्दा त मै ठुलो हो दिदी भनेर यताउता भन्दै हिँडिरहेको थियो, किनकि आफू अब सानै हाइट छ, के गर्नु, ठुलो भन्नै मिलेन। मेरो बहिनी चाहिँ मभन्दा एकदम हाइटी छ कि, एकदम अग्लो छ। अलिकति जिउ पनि अलिकति ठुलो मान्छेको जस्तो छ। म चाहिँ अलिकति सानो छु कि, दिदी हो तै पनि सानो छ, अब के गर्नु त। अनि हामी गफ गर्दै गर्दै बल्ल बल्ल मेन रोड निस्किन थाल्यौँ। गफ गरिरहेको थियौँ, बहिनीको गफ सुनिरहेको थिएँ, के भन्छ, आफू पनि बोलिरहेको थिएँ। एन्ड देन हामी टेम्पो चढेर त्यहाँ पुगेर यसो दिदीहरूको घर छेउमा पुग्न थालेपछि यताउता फोटोसोटो खिच्ने, भिडियो बनाउने गरेर हिँडिरहेको थियो कि बहिनीले चाहिँ। अनि मेरो चाहिँ कपाल अलिकति राम्रो छ कि, जतिखेर पनि म चाहिँ ब्याक साइडबाट कपाल देखाउनको लागि भिडियो बनाउँछु। किनकि अब राम्रो भनेको चाहिँ एउटा कपाल हो, के गर्नु। हेर्नु साथीहरू, कपालै देखाउनु परिहाल्यो। कपाल तर एकदम झरेर पातलो छ, केही टिप्स दिनु होला है केही छ भने। अनि हामी चाहिँ दिदीको घर गएर टिकटक बनाउन थाल्यो, बहिनी र म मिलेर। मेरो बनाइदिँदै थियो टिकटक, अब नआए नि अलिअलि बनाउँदै थियो। त्यसपछि हामी बिस्तारै खाजासाजा खाना खाएर बिस्तारै फर्क्यौँ।